गर्न जाँदाखेरि तलबको कुरा गरेको जुन बेसिक तलब सरकारले तोक्नु भएको छ त्यो आजदेखि होइन पहिल्यैदेखि तोकेको तर मिटिङ गरेर उहाँहरूको अब नेपाल मेडिकल एसोसिएसनले मिटिङ गरेर जुन निचोड निकाल्नुहुन्छ त्यो अनुसारको गर्ने भन्नुभएको छ। अब जहाँसम्म यो के अरे नर्सेसहरूको चाहिँ ट्रेनिङको कुरा छ त्यसमा चाहिँ त्यस्तो हाम्रो केही पनि कुरा भएको छैन। हाम्रो माग भनेको चाहिँ बेसिक तलब चाहिँ बढ्न पर्यो तर त्यो यो चाहिँ भर्खरै तपाईँले भनेर मात्रै थाहा भयो मलाई। पहिला ट्रेनिङ दिने 2-3 महिना कम दिने यो चाहिँ पहिल्यैदेखि पनि छ यस्तो नियम चाहिँ 2-3 महिना चाहिँ भलिन्टियर गर्नुपर्छ सिक्नुपर्छ अनि त्यसपछि बल्ल तलब दिन्छौँ भन्दै 8-9 महिना 1 वर्षसम्म पनि काम गराएको रेकर्डहरू छ। तर यहाँ चाहिँ त्यस्तो भनेको मलाई थाहा भएन। अहिले सेम कुरालाई चाहिँ त्यही भलिन्टियरलाई चाहिँ 2-3 महिना चाहिँ त्यो 12-15 हजार दिने अनि त्यसपछि बढाउने भन्ने कुरा गर्नुभएको होला तर यो कुरा चाहिँ हामीसँग चाहिँ भएको छैन। जस्तो अहिले नोबेल मेडिकल कलेजले स्टाफ नर्सहरूलाई कति पैसा स्यालेरी दिइरहेछ महिनाको र तपाईँहरूको माग चाहिँ कति हो? हाम्रो बेसिक स्यालेरी चाहिँ यहाँ अहिले 12,110 हो होइन तर अब त्यसमा डिएनएस अलाउन्स भनेर पनि आइरहेको छ। टोटल चाहिँ 25,000 आइरहेको छ। त्यसमा एसएसएफ चाहिँ 31% काटेर 21,000 समथिङ आइरहेको छ होइन। अब बेसिक स्यालेरी भनेको चाहिँ त्यो 12,170 बाट हाम्रो माग चाहिँ 34,730 बनाइयोस् जुन चाहिँ सरकारले पनि तोकेको छ। एसएसएफ बाहेक हजुर ओके। म फेरि पहिले पोइन्टमा हजुर यो जुन कुरा छ नि 3-4 महिना अथवा वर्ष दिन काम गरेर नर्सेसहरू बाहिर जाने जुन प्रचलन छ यो भइरहेछ कि छैन यो कुरालाई कसरी तपाईँ इन्कार गर्न सक्नुहुन्छ? यस्तो हो त्यो किनभने यो चिजले गर्दा सञ्चालक समितिलाई र अस्पताललाई पनि त मार परिरहेको छ नि त। यहाँले नर्सेसको ठाउँमा मात्र नभइकन जसले यो सञ्चालन गरिरहेछन् तिनीहरूको पनि त मर्म बुझ्नु पऱ्यो कि परेन? विदेश जाने भन्ने कुरामा चाहिँ के छ भने नर्सेसहरू सेटिस्फाइड छैनन्। विदेश किन गइरहेछन् भन्दाखेरि यहाँ चाहिँ राम्रोसँग तलब दियो राम्रो सेटिस्फ्याक्टरी इन्कम भयो भने मान्छेहरू विदेशिँदैन। रिटेन्सनको लागि स्टाफ रिटेन्सनको लागि वर्षनी ग्रेड हुन्छ नि त्यो ग्रेड पनि छैन। एक्सपिरियन्स अनुसार 5 वर्षभन्दा माथिकोहरूलाई चाहिँ ग्रेड अनुसार होइन एक्सपिरियन्स अनुसार चाहिँ 1 इयरदेखिको तलब दिएको छ तर वर्षनी एनुअली जुन हुन्छ नि इन्कम हो त्यो चाहिँ दिएको छैन। अनि स्टाफ रिटेन नहुनुको कारण चाहिँ त्यही तलबै हो लास्टमा त्यही तलबमै आउँछ कुरा। सञ्चालक समितिहरू त्यही अनुसारको भयो भने त भइ नै हाल्छ। यो भएन भने त्यही पहिलाको जस्तै भइ नै रहन्छ अनि हाम्रो आन्दोलन चाहिँ कन्टिन्यू नै भइरहेको छ। अब स्टप भए पनि अलि दिनमा फेरि कन्टिन्यू हुन्छ किनकि यो कहिले सकिने कुरा होइन। नर्स बिना चाहिँ हस्पिटल एक दिन पनि चल्छ जस्तो चाहिँ मलाई पनि लाग्दैन कसैलाई पनि लाग्दैन होला। यो जस्तो बिरामीहरूलाई मार पर्छ कि पर्दैन? बिरामीहरूलाई केमा? बिरामीहरूलाई यहाँ जुन बिरामीहरू आन्दोलन यसरी आन्दोलन गर्न जाँदाखेरि उनीहरूलाई मार पर्छ कि पर्दैन? मार त अभियसली पर्छ नपर्ने कुरा होइन होइन तर जहाँ चाहिँ क्रिटिकल एरिया भयो या इमर्जेन्सीहरू भयो जहाँ चाहिँ के अरे सेवा सुविधा दिनुपर्छ छोड्नै मिल्दैन त्यहाँ चाहिँ छोडेको छैन आन्दोलन गर्दा होइन। जहाँ चाहिँ सुविधा मिलाएर हामी ड्युटी मिलाएर जो छुट्टीमा छ उनीहरू आएर यहाँ आन्दोलन गरिरहेको तर यदि 72 घण्टाभित्रमा पनि त्यस्तो भएन भने चाहिँ क्रिटिकल केयर र इमर्जेन्सी सुविधा पनि बन्द हुने हाम्रो हुन्छ। जस्तो सुन्न जस्तो यो होइन पोजिटिभ हुनुहुन्छ सरकारले र नेपाल एसोसिएसनले नेपाल मेडिकल एसोसिएसनले जे निर्णय गर्छ त्यो अनुसार हामी दिन तयार छौँ भनेर भन्नुभएको छ। अनि हाम्रो चाहिँ नोबेलको एगेन्स्टमा मात्र नभएर देशव्यापी भइरहेको छ नि आन्दोलन हो त्यसमा चाहिँ हामीले सहभागी जनाएको हो खासमा होइन। अनि उहाँ चाहिँ पोजिटिभ हुनुहुन्छ तर निर्णय नै नभएको भएर त्यस्तो भइरहेको छ। अनि अर्को भनेको चाहिँ यो जो 34,730 जुन तलब छ नि यो चाहिँ हामीले बेसिक भनेको यो चाहिँ ग्रस स्यालेरी यसमा एसएसएफ अनि बाँकीको अलाउन्सहरू सबै मिक्स गरेर यति आउने भनिराख्नु भएको छ। हामीले चाहिँ 12,170 छ नि त्यसलाई चाहिँ 34,000 के अरे प्लस एसएसएफ प्लस अरू गर्नु पर्यो। यो बेसिक चाहिँ यति हुनु पर्यो भन्ने हाम्रो। अनि अस्पतालले त पूर्ति गर्न सक्ला त तपाईँहरूलाई 34,000 रुपियाँ स्यालेरी अलाउन्सहरू जोड्दाखेरि त धेरै पैसा हुन्छ नि त। धेरै पैसा त हुन्छ अब त्यो भएन भने त हामीलाई त अब के अरे श्रम शोषणै भयो नि त। हामीले गरेको कामको हक अनुसार हक अधिकारको लागि गरेको हो नि त। हजुरको नाम भनिदिनु अनि कुन डिपार्टमेन्टमा काम गर्नुहुन्छ? म अपरेसन थिएटरमा काम गर्छु। हजुरको नाम? अपरेसन थिएटर स्वाति देव।